साथीहरू नमस्कार। आज कटहरको बिरुवा रोप्ने काम गरियो। यो सर्ला नसर्ला, समय पुगेपछि फल्ला नफल्ला, कुनै कालखण्डमा फलेछ र सही सलामत रहिएछ भने त्यो पनि राखौँला। यो स्क्रिनमा देखिएको बिरुवा चाहिँ अम्लिसाको हो। यो अम्लिसा गाई बस्तुले खानुका साथसाथै मनुष्यको लागि दबाईको रूपमा पनि प्रयोग गरिन्छ। यदि कसैलाई पिलो भएको खण्डमा यसका जराहरू पिसेर त्यसको लेप बनाएर पिलोमा लगाउने हो भने पिलो सुक्ने काम गर्छ भन्ने बुझेको छु मैले। साथीहरू यो कालीगण्डकीको तीरको छेउछाउको भूभाग हो, जहाँ हिउँदमा चाहिँ बलौटोहरू आएर थुप्रिने गर्दछ र बर्खामा बगाएर पनि लैजाने गरेको छ र कहिलेकाहीँ उत्खनन पनि हुने गरेको छ। र यसो हेर्दाखेरि चाहिँ नि समो र प्लेन जग्गा भेटियो। अनि अलिकता चाहिँ नि अब आफूलाई मनमा लागेको कुरा चाहिँ नि गरिहालौँ न त भनेर चाहिँ नि त्यसैमा चाहिँ नि केही अक्षरहरू कोर्ने जमर्को गरियो। अब के गर्ने, मनुष्य भएपछि केही न केही गरम गरम जस्तो लाग्ने, यो पनि एउटा नयाँ प्रयोग हुन्छ, एउटा चाहिँ नि नयाँ चिज भनेर गरे हो साथीहरू। यो स्क्रिनमा देखिएको घाँस चाहिँ काँस हो। यसलाई काँस भनिन्छ र यो कालीगण्डकीको तटबन्धहरूमा छेउछाउमा हुने घाँस हो। यो बर्खामा निकै पलाउने गर्दछ, हिउँदमा खासै पलाउँदैन। अनि यो स्क्रिनमा देखिएको बिरुवा चाहिँ नि यो अरारी काँडाको हो। यो एउटा गीत पनि निकै चर्चित भएको थियो, अरेली काँडैली भन्ने। त्यो अरारीको काँडा भन्ने यही हो साथीहरू, तपाईहरु देख्नुभयो होला फोटोमा। अनि यो स्क्रिनमा देखिएको चाहिँ अरू सर्फेसहरू हो। अब बर्खा लागिसकेको छ, साथीहरू देख्न सक्नुहुन्छ कस्तो जङ्गल, घनघोर जङ्गल भइसकेको छ हिँड्नलाई पनि। गाउँले जीवन अब पशुपालन हल्काफुल्का गरेपछि घाँस दाउरा सामान्य गाउँमा बसी गर्नु नै पर्ने, हिँड्नु नै पर्ने। यो चाहिँ पाल्पाको क्षेत्र हो र विशेष गरेर कालीगण्डकी गुरुकुलमको आसपासमा पर्छ। यो पाल्पा हो। यहाँभन्दा पारितिर तरियो भने स्याङ्जा देख्न सक्नुहुन्छ, गण्डकी पारी। साथीहरू प्रयास कस्तो रह्यो कमेन्ट्समा पक्कै पनि लेख्नुहोला। र यो भोइस ओभर गरेको पहिलो पटक नै होला मैले। कोसिस गरि नै रहेको छु। तपाईहरुले माया पनि कहीँ न कहीँबाट देखाइरहनु भएको छ, त्यसले मलाई चाहिँ नि उत्साह त बनाएको नै छ र तपाईहरुसँग जोडिने एउटा सामाजिक सञ्जालको माध्यम बनेको छ यो। मैले त्यही हिसाबले लिएको छु। सब्स्क्राइब, लाइक, कमेन्ट्स गरिदिनु होला र तपाईहरुले यस्तै माया गर्दै जानुभयो भने मलाई पनि हौसला मिल्नेछ। हस्त साथीहरू, धन्यवाद, नमस्कार।